पोखरा महानगरपालिकाको वडा नम्बर 21 निर्मल पोखरीको पुरानो साम्मी भन्ने ठाउँमा म नारायण केसीले न कुनै माटो परीक्षण, न भूगोलको परीक्षण, न यस ठाउँको हावापानीको परीक्षण, न कुनै प्राविधिक सरसल्लाह बिना नै ड्रागन खेती गर्छु भनी यस खेती गर्न लागे। आज यस ड्रागनका बिरुवा लगाएको पनि 3 वर्ष पुरा भएको छ। गत वर्ष प्राकृतिक प्रकोप असिनाको कारण र हावाहुरीको कारण ठुलो क्षति भएको थियो। त्यसका बावजुद पनि केही उत्पादन लिन सफल भएको थिएँ। यस वर्ष पनि केही फुल फुलिसकेका छन्, केही फलहरू लागिसकेका छन्, केही सानो कोपिलाहरू लागिरहेका छन् र उत्पादन दिने क्रममा छ। यस ठाउँमा मैले कुनै पनि न यसको माटो परीक्षण गरेँ, न कसैसँग प्राविधिक सरसल्लाह लिएँ, न यस ठाउँको हावापानी के कसो छ भनी कसैसँग सोधपुछ गरेँ। ठुलो कडा परिश्रम साथै मेहनतका साथ यस ड्रागन खेती गर्न म सफल भए जस्तो लाग्छ। विभिन्न समयमा हप्तैपिच्छे यसको निरीक्षण गरिरहनु पर्छ। यसमा एउटा फङ्गस भन्ने रोग लाग्छ, जसले गर्दा धेरै नष्ट गरेको हुन्छ। पहिला यसमा सानो रातो टिकाहरू बस्छ, पहेँलो टिकाहरू बस्छ, त्यसले कुहिने क्रम जारी रहन्छ। त्यसलाई समयमा उपचार गर्न सकिएन, भ्याइएन भने यसले ठुलो क्षति बनाउँछ, यसले डन्ठी नै खतम बनाउँछ। र यसमा मेरो कुनै भन त मानिसहरूले यहाँ मैले सुरु गर्दा के गरेको होला, यो मानिसले के गर्न खोज्दैछ, सिउँडी प्रजाति चिउँडीका हाँगाहरू ल्याएर रोपेको छ, फलामको पिलर बनाएको छ, के गर्न खोजेको हो। यस्तो ठाउँमा मकै फल्ने ठाउँमा, कोदो फल्ने ठाउँमा अन्य चिज लगाएको भए हुन्थ्यो। यहाँ त धेरै उत्पादन हुन्थ्यो, 4 खाल मकै हुन्थ्यो एउटा गरामा। यो के गर्न खोज्दैछ, यो मार्केट पनि छैन, यो कसले खान्छ र भन्थे। र यहाँ सफल पनि हुँदैन भन्ने धेरैको कुराहरू सुनिन्थ्यो। तर म आफूलाई परीक्षणको रूपमा भए पनि सफल भए जस्तो लाग्छ। न यसमा कुनै स्थानीय स्तरको अथवा प्रदेश स्तरको अथवा नेपाल सरकारको कुनै पनि अनुदान मैले लिएको पनि छैन। र मेरो व्यक्तिगत लगानी, मेरो व्यक्तिगत परिश्रम र व्यक्तिगत ज्ञान बुद्धिले भ्याएसम्म यो खेती गर्न सुरु गरेको हुँ। यस वर्ष केही उत्पादन दिने आशा गरेको छु। अब केही फलहरू लागिसकेका छन्, केही फुल फुल्दैछन्, केही कोपिला लागिरहेका छन्। यो निरन्तर रूपमा कार्तिक महिनासम्म फुल्ने, फल्ने, पाक्ने क्रम लगातार जारी रहन्छ। यहाँ मेरो 125 पिलरहरू छन्। 125 पिलरमा प्रत्येक पिलरमा 4 वटा बिरुवाहरू लगाइएको छ। करिब 500 बिरुवा मैले यहाँ वृक्षारोपण गरेको हुँ। लगभग सबै बिरुवाहरू नै सकुशल रूपमा अहिले रहेका छन्। यो फुल फुलेको कोपिला लागेको 15 दिनमा फुल फुलिसक्छ भने फुल फुलेपछि
त्यसको 40 देखि 45 दिनमा फल पाकिसकेको हुन्छ। यो रातको समयमा मात्र फुल फुल्ने हुन्छ। पुरा फक्रनलाई रातको समयमा अहिले 7:30 बजेको छ बेलुकाको। अब यो फुल आज राति 12 बजे पूर्ण रूपमा फक्रिसक्छ। यसको प्राकसेचन राति नै हुन्छ। मौरी वा अन्य यस्तै चिजहरूबाट प्राकसेचन हुन्छ। यो दुई प्रकारको हुन्छ। एउटा हातबाट प्राकसेचन गर्नुपर्छ भने अर्को आफै प्राकसेचन हुने प्रक्रियामा रहन्छ। यो आफै सेल्फ प्राकसेचन हुने जातिभित्र पर्छ।